नमस्ते एलजी नेपालको अफिसियल युट्युब च्यानल तथा सामाजिक सञ्जालमा यहाँहरूलाई स्वागत छ। म सुस्मिता र म गोविन्द अधिकारी। आज हामी एलजी प्रोडक्टको महत्त्वपूर्ण जानकारी लिएर हजुरको सामु उपस्थित भएका छौं। आज हामीसँग न्यानोसेलको फिल्टर रहेको एलजीको न्यानोसेल टिभी रहेको छ, जसले साधारण 4K टिभी भन्दा धेरै गुणा राम्रो पिक्चर क्वालिटी प्रोड्युस गर्दछ। आजको यस भिडियोमा हामीसँग 65 इन्चको न्यानो 81 मोडल नम्बर भएको न्यानोसेल टिभी रहेको छ, जसको टेक्नोलोजी युनिक फिचर्सको बारेमा विस्तृत चर्चा गर्नेछौं। आउनुहोस् सुरु गरौँ। एलजी न्यानोसेल टिभीको केन्द्रमा छ न्यानोसेल टेक्नोलोजी। यसले न्यानोमिटर आकारका कणहरू प्रयोग गरेर कलरको इम्प्युरिटीलाई फिल्टर गर्छ, जसले निम्न विशेषताहरू प्रदान गर्दछ। प्योर एन्ड एक्युरेट कलर्स, अझ जीवन्त र प्राकृतिक दृश्यहरूको अनुभव लिनुहोस्। वाइड भ्युइङ एंगल, कोठाको जुनसुकै स्थानबाट पनि स्थिर रङ र कन्ट्रास्टको आनन्द लिनुहोस्, जुन समूहमा हेर्नको लागि उपयुक्त हुन्छ। इम्प्रुभड कन्ट्रास्ट, न्यानोसेलले अँध्यारो र उज्यालो सिनहरूको डिटेल्सलाई स्पष्ट बनाउँछ, जसले गर्दा इमेजहरू क्रिस्टल क्लियर देखिन्छ। 4K टेक्नोलोजी भएका कारणले तपाईले फुल एचडी टिभीमा भन्दा 4 गुणा बढी पिक्चर क्वालिटी प्राप्त गर्न सक्नुहुन्छ। अल्फा 5 जेन 7 AI प्रोसेसर 4K ले डिप लर्निङ टेक्नोलोजीको प्रयोग गरेर पिक्चर र साउन्डको क्वालिटी बढाउँछ। यसले फुल एचडी भिडियोलाई 6 वटा स्टेपमा अपस्केल गरी प्ले गर्छ, जसले गर्दा फुल एचडी भिडियो 4K जस्तै देखिन्छ। यसमा 4K HDR कन्टेन्ट सिधै सपोर्ट गर्ने भएकोले नयाँ स्तरको पिक्चर क्वालिटी अनुभव गर्न सकिन्छ। HDR10 Pro र HLG Pro ले भिडियोको डाइनामिक रेन्ज बढाउने हुँदा कुनै पनि कलरलाई त्यसको उच्चतम गहिराईसम्म पुर्याउँछ, जसले गर्दा गाढा र चम्किला रङहरू अझ धेरै स्पष्ट देखिन्छ। लोकल डिमिङ जोनले स्क्रिनलाई विभिन्न क्षेत्रमा विभाजित गरेर चाहिए अनुसारको क्षेत्रमा गाढा कालो वा उज्यालो रङ दिने काम गर्दछ, जसले गर्दा राम्रो पिक्चर डिस्प्ले गर्छ। AI पिक्चर प्रो र AI साउन्ड प्रो को सहयोगमा एलजी न्यानोसेल टिभीले वास्तविक समयमा अडियो र भिडियोलाई प्रोसेस गर्छ, जसले गर्दा दृश्यलाई अझ इमर्सिभ बनाउँछ। एलजी न्यानोसेलको 60 हर्ट्ज रिफ्रेश रेटले फास्ट मुभिङ सिनहरूलाई हेर्न सहज बनाउँछ, ब्लर हटाउँछ, दैनिक मनोरञ्जन र क्याजुअल गेमिङका लागि उत्कृष्ट बनाउँछ। एलजी को वेब ओएस ले अनुभवलाई अझ सहज र युजर फ्रेन्डली बनाउँछ। नेटफ्लिक्स, एमाजन प्राइम र युट्युब जस्ता प्री इन्स्टल गरेका एप्सहरूबाट तपाईले आफूलाई मन परेका कन्टेन्टहरू सजिलै हेर्न सक्नुहुनेछ। एलजी टिभीमा रहेको स्ट्यान्ड आउट फिचरको बारेमा कुरा गरौँ। वेब ओएस रिन्यू प्रोग्राम, यस फिचर अन्तर्गत तपाईले 5 वर्षसम्म सफ्टवेयर अपडेट मात्र नभएर ओएस नै नयाँ पाउन सक्नुहुन्छ। अब तपाईले आफ्नो टिभी भविष्यमा पुरानो होला भन्ने चिन्ता लिइराख्नु पर्दैन र 5 वर्षसम्म तपाईको टिभी लेटेस्ट रहनेछ। साथै यो फिचर पूर्ण रूपमा निशुल्क रहिरहनेछ। गेम लभरहरूको लागि यो खुसीको कुरा हो। एलजी न्यानोसेलमा गेम अप्टिमाइजर, HGIG, अटो लो ल्याटेन्सी मोड जस्ता फिचर्सहरू छन्, जसले अल्ट्रा रेस्पोन्सिभ गेम प्लेको अनुभव प्रदान गर्छ। भिजुअल मात्र होइन, स्टाइलिश डिजाइन भएको एलजी न्यानोसेल टिभीले तपाईको कोठालाई सुन्दर र स्टाइलिश बनाउँछ। यो इमर्सिभ इन्टरटेनमेन्ट, भाइब्रेन्ट भिजुअल्स र कटिङ एज टेक्नोलोजीको मिश्रण हो। आज एलजी न्यानोसेल टिभीको अनुभव लिनुहोस् र फरक महसुस गर्नुहोस्। यदि तपाईहरूलाई यस न्यानोसेल टिभीलाई लिएर केही जिज्ञासाहरू छन् भने तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला। साथै भिडियोलाई लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।